नेपालको कोसेली आइपुग्यो है, नेपालको कोसेली। ल चट्ट चेक गर्नु पर्यो नेपालबाट पठाएको कोसेली है। थ्याङ्क यू सो मच सुरेश सम्ती, नेपालबाट ल्याइदिनु भयो है। के भन्दा अब धन्यवाद भन्न चाहन्छु। कोसेली के आएछ हेर्नु पर्यो नेपालबाट। ओ माई गॉड, यस्तो प्याकिङ गरेर पठाएको रहेछ। प्याकिङ पनि हेर्नु न कस्तो गरेको रहेछ त। बुढीको काम यो। नेपालको कोसेली गाइस, के आएछ हेरौँ है सबैजना। ल गाइसहरू प्याक गरेको हेरौँ यहाँ के गरेको प्याक गरेको रहेछ। के बित्दा प्याक गरेको त यार, नेपालबाट आएको कोसेली हेरौँ के छ है। फेरि अल्ला अल्ला भन्न थाल्यो यहाँ। खोइ त नि यो त नि खोइ त यार। ओ माई गॉड, ओ माई गॉड, ओ माई गॉड। ल है नेपालको कोसेली के पठाएछ बुढीले। आइ वाह, गुन्द्रुक, मकै, भुटेको मकै गाइस। नेपालको ओरिजिनल बेसार, ओरिजिनल बेसारै छैन है। खोर्सानी, डल्ले खोर्सानी नेपालको। साथीहरूको मुखबाट अब पानी आउँछ है यो खोर्सानी देखेपछि। डल्ले खोर्सानी, ड्राई मिट, ड्राई मिट एकछिन। अनि यहाँ छ कोदो र मकैको पिठो। यस, मासु, अमिल अमिल बनाइसक्यो यार। हिजो बेलुकै गरेको हो नि त, यो त हिजो बेलुकै उसिनेको हो। अनि लगभग 24 घन्टा भइसक्यो, त्यही भएर हो कि के हो। के हो त यो चाहिँ फेरि।